हजुर सबैजनालाई फेरि पनि गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई भिडियो है। आज चाहिँ टक्कै म कालिम्पोङ जाँदैछु है। आज चाहिँ कोसँग म्याच छ भने कालिम्पोङ पुलिस भर्सेस युनाइटेड जलढाका। हेर्दै गर्नुहोस् होला के कसो हुन्छ होइन। अस्तिको भिडियो हेर्नुभयो होला कलकत्ता गएको होइन। अब फेरि कलकत्ता जान्छु, फेरि देखाउँछु तपाईँहरूलाई कलकत्ता गएको आएको। म चाहिँ भेट भयो होइन। अब टक्कै मेन मोड गएर खानासाना खाएर चाहिँ दादाहरू त्यहाँ आउँछ अरे नि, अन्त चाहिँ कालिम्पोङ लाग्दैन साथी के भन्ने अब यस्तै छ यहाँ पुगेको अवस्था चाहिँ होइन। किनले मनोजा यो चाहिँ टक्कै हाइना ग्याङहरू हो, सबै हाइना ग्याङहरू हो। जलढाका एफसी चाहिँ होइन कालिम्पोङ पुलिससँग आएर होइन। कालिम्पोङ पुलिसको चाहिँ यहाँ हुनुहुन्छ दा होइन। दा अलिकति केही दुई शब्द राखिदिनु। अन्त उहाँ चाहिँ खासै जलढाकाको होइन मेम्बर, तर उहाँ चाहिँ पुलिसमा गर्नुहुन्छ नि त। मेन किपर हो उहाँ चाहिँ। दा भन्दिनँ दुई शब्द किपर होइन के भन्नु भन्दिनँ आज के त्यस्तो भयो भोलि होइन। अब यस्तो हुन्छ खासमा चाहिँ फर्स्ट के हो भने अब हाम्रो चाहिँ इनएक्सपिरियन्स क्या होइन। त्यसले गर्दा मैले डाइभ भन्नु पनि सकिनँ नि त। मैले भनेकै हो कि मतलब उयसमा गेममा यस्तो गर भन्छ। मैले डिफेन्सिभ खेल भनेको नि त बताइदिएकै हो मैले। 4-4-2 खेल गोलको चक्करमा आज गोल खेल्छ भनेको त्यही भएन के भन्नु अब होइन। अब अझै हाम्रोमा छ नि त गेम 19मा जितेको क्वालिफाई पक्का हुन्छ यार। ओके अब 19 तारिक हेरौँ ल के हुन्छ। सिलगढी आइपुगेको अवस्था है भन्दा आज कस्तो हो जर्सी बोकेर चाहिँ सिलगढी आइएछ हो। यतिकै चाहिँ प्लेयर हुनु पऱ्यो नि त जर्सी धुवाएर हो केटाहरूको लागि होइन। अब हामी फिजै थिएन, तपाईँ त फिजै थिएन हाम्रो हार्यो होइन हामीहरू। अब यति नै समाप्त है। थ्याङ्क यू फर वाचिङ माई भिडियो टिल एन्ड